अहिले धेरै ठाउँमा अध्यादेशको चर्चा भइरहेको छ। अफिसमा भनौँ, साथीभाइको भेटघाटमा, चिया पसलमा, सामाजिक सञ्जालमा जताततै अध्यादेशको कुरा भइरहेको सुनिन्छ। तर आखिरमा यो अध्यादेश भनेको के हो त? आउनुहोस् सरल भाषामा बुझौँ। सबैभन्दा पहिले एउटा कुरा के बुझ्नुपर्छ भने सामान्य अवस्थामा देशमा कानुन संसदबाट बन्छ। सरकारले नयाँ कानुन बनाउन चाहेमा विधेयक संसदमा लैजानुपर्छ। त्यहाँ छलफल हुन्छ र आवश्यक परे संशोधन हुन्छ। त्यसपछि मात्रै कानुन बन्छ। तर कहिलेकाहीँ संसद अधिवेशन चलिरहेको हुँदैन। त्यही बेला कुनै विषयमा तुरुन्तै कानुनी व्यवस्था चाहिने अवस्था पनि आउन सक्छ। जस्तै भनौँ, आर्थिक नीति लागू गर्नुपर्ने, कुनै प्रशासनिक व्यवस्था मिलाउनु पर्ने वा तत्काल कानुनी आधारमा आवश्यक पर्ने अवस्था आयो भने के गर्ने त? त्यही अध्यादेशको कुरा आउँछ। नेपालको संविधानले यस्तो अवस्थाका लागि अध्यादेशको व्यवस्था गरेको छ। मन्त्री परिषदले सिफारिस गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्छ। अध्यादेश जारी भएपछि यो कानुन सरह लागू हुन्छ, अर्थात् भनौँ त्यसको आधारमा सरकारी कामकाज अगाडि बढ्न सक्छ। तर त्यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने अध्यादेश स्थायी कानुनी भने चाहिँ होइन, यो अस्थायी व्यवस्था हो। अब तपाईको मनमा अर्को प्रश्न आउला, यो कति समयसम्म रहन्छ त? संसद बैठक सुरु भएपछि अध्यादेश संसदमा पेश गर्नुपर्छ। आवश्यक परे संशोधन गर्न पनि सक्छ वा अस्वीकार गर्न पनि सक्छ। यदि संसदले स्वीकार गरेन भने अध्यादेशको प्रभाव समाप्त पनि हुन्छ। अर्को कुरा, अध्यादेश कसले बनाउँछ? अध्यादेश जारी गर्ने प्रक्रिया राष्ट्रपतिबाट हुन्छ, तर त्यसको सिफारिस मन्त्री परिषदले गर्छ। तर अन्तिम रूपमा स्थायी कानुन बनाउने अधिकार भने संसदसँग नै हुन्छ। त्यसैले अध्यादेश र संसदको भूमिका फरक हुन्छ। अब धेरैले सोध्ने अर्को प्रश्न, बजेटसँग चाहिँ यसको सम्बन्ध के हो त? आउनुहोस् थोरै जानकारी लियौँ। हरेक वर्ष सरकारले बजेट संसदमा पेश गर्छ। बजेट आफै अध्यादेशबाट भने ल्याइँदैन, तर बजेटमा घोषणा गरिएका केही व्यवस्था लागू गर्न कानुन संशोधन गर्नुपर्ने अवस्था आयो र त्यति बेला संसद अधिवेशनमा छैन भने सरकारले अध्यादेश ल्याउन सक्ने अवस्था हुन सक्छ। अर्थात् अध्यादेशले बजेटको ठाउँ भने चाहिँ लिँदैन, तर बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी आधार बनाउन सहयोग गर्न सक्छ। सरल भाषामा भन्नुपर्दा संसद नचलेको बेला आवश्यक परे सरकारले अस्थायी रूपमा प्रयोग गर्न सक्ने कानुनी व्यवस्था नै अध्यादेश हो। तर अन्तिम निर्णय र स्थायी कानुन बनाउने अधिकार भने संसदमै रहन्छ। त्यसैले अध्यादेशको चर्चा हुँदा यो राम्रो हो कि नराम्रो हो निष्कर्षमा पुग्नुभन्दा पहिले यो के हो त, किन ल्याइन्छ र कसरी काम गर्न सक्छ भन्ने बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आजको यो भिडियोको उद्देश्य कुनै पक्ष वा विपक्षमा बोल्नु भने चाहिँ पक्कै पनि होइन, अध्यादेशको प्रक्रिया र व्यवस्था बुझ्नु मात्रै हो।